नमस्कार सबैलाई है। आज फेरि पनि एउटा नयाँ भिडियो लिएर तपाईहरुको अगाडि आइरहेको छु र भिडियोलाई के कस्तो लाग्छ लाइक अनि कमेन्ट सब्स्क्राइब गर्न नभुलिनु होला है। र अहिले हामी पुगिसकेका छौं दार्जिलिङको मल रोड है। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ दार्जिलिङको सबैभन्दा फेमस अनि सबैभन्दा पुरानो बेकरी ग्लेनरिस। यहाँ बेकरी बार अनि रेस्टुरेन्ट दुईटै छ है। र यहाँ आएर तपाईले खानाहरुको स्वादहरु लिन सक्नुहुन्छ। र अहिले हामी पुगिसकेका छौं दार्जिलिङको ओल्डेस्ट फोटो स्टुडियो है। यहाँनिर चाहिँ तपाईहरुको फोटो कलेक्सन चाहिँ बहुत पुरानो फोटोहरु यहाँनिर देख्न सक्नुहुन्छ र यहाँबाट तपाईहरुले किन्न पनि सक्नुहुन्छ है। यो चाहिँ सांग्रिला होटल हैन। र यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो नेपाली गोर्खाको ट्रेडिसनल इन्स्ट्रुमेन्ट है सारङ्गी। कति मिठो धुन बजाइरहनु भएको छ दाजुले है। र तपाईहरुलाई कस्तो लाग्छ सारङ्गीको धुन कमेन्ट्समा लेख्नु होला है। र अहिले हामी पुगिसकेका छौं चौरस्ता है। सबैभन्दा सुन्दर जग्गा है चौरस्ताको आनन्द नली दार्जिलिङको टुर चाहिँ है अधुरो नै रहन्छ है। र हेर्न सक्नुहुन्छ कति सुन्दर जग्गा। आज अलिकति भिडभाड कमै रहेछ है। पर्यटकहरु त्यति देखिएको छैन किनभने अब आउने दिनहरुमा यहाँ एकदमै पर्यटकहरुको भिडहरु तपाईहरुले देख्न सक्नुहुन्छ है। र चौरस्तामा आएपछि तपाईहरुले हर्स राइडिङ भयो है। र यहाँ फोटो सुटहरु गर्न सक्नुहुन्छ तपाईहरुले। र सबैभन्दा यहाँनिर फेमस चाहिँ के छ भन्दाखेरि हर्स राइडिङ नै हो है। र अब तपाईहरुलाई हामी लिएर गइरहेका छौं महाकाल धाम है। र भिडियोलाई लास्टसम्म हेर्दै गर्नु होला। र साथीभाइ अहिले हामी पुगिसकेका छौं है महाकाल धाम है। र महाकाल धाममा के कस्तो छ है त्यो भिडियोको लास्टसम्म जोडी बस्नुहोस् है। र यहाँ एन्ट्रेन्स दार्जिलिङ महाकाल धामको। र हामी जाँदैछौँ अब महाकाल धामको दर्शन गर्नको लागि। र यहाँनिर चाहिँ महाकाल धामको यो जुन चाहिँ एन्ट्रेन्स छ है यो सिनियर सिटिजनहरुको लागि चाहिँ अलिकति मुस्किल नै छ है। साह्रो पर्छ किनभने यहाँनिर पुरा एकदम ठाडो बाटो छ। र जति पनि सिनियर सिटिजनहरु आउन चाहनुहुन्छ भने यहाँ महाकाल धामको ब्याक साइडपट्टि अर्को बाटो पनि छ। तपाईहरु त्यहाँबाट आएर महाकाल धामको दर्शन गर्न सक्नुहुन्छ। त्यहाँबाट चाहिँ अलिकति सजिलो बाटोहरु छ। र हेर्दै जानुहोस्। र अहिले हामी धामतर्फ लागिरहेका छौं। र यहाँनिर उकालो जाँदाखेरि चाहिँ अलिकति तपाईहरु जोगेर जानु होला किनभने यहाँनिर बाँदरहरु चाहिँ धेरै देख्नुहुन्छ। र बाँदरको एट्याकले चाहिँ फेरि तपाईहरुलाई केही क्षतिग्रस्त पराउने पनि डर हुन्छ। र अहिले हामी यहाँनिर धामको अगाडि पुगिसकेका छौं। र यहाँनिर
अलिकति ढिलो धाम जानुले चाहिँ यहाँनिर पुरा भिडभाड देखिँदैछ है। र जति पनि यहाँनिर धामको दर्शन गर्नुहुन्छ भने तपाईँहरू अलिकति छिटो बिहानै अलिक छिटो उठेर चाहिँ आयो भने चाहिँ तपाईँहरूले राम्रोसँगले धामको दर्शन गर्न सक्नुहुन्छ। र यहाँ देख्न सक्नुहुन्छ पुरा भिड भइसकेको छ धाम चाहिँ है। र हामी धामभित्र पसिसकेका छौँ। र यहाँ देख्न सक्नुहुन्छ है कति बेसी चाहिँ भिडहरू रहेछ है। यहाँनिर दर्शन गर्नु आउने महानुभावहरू है। भित्र के कस्तो छ है हामी देखाउँदै जानेछौँ है। भिडियोको लास्टसम्म हेर्नु नभुल्नुहोला। कति बेसी भिड रहेछ है साथीभाइ। आज म पनि ढिलो आएको चाहिँ आज फर्स्ट टाइम हो है। जहिले पनि आउँदाखेरि हामी चाहिँ बिहानै उठेर आउँथ्यौँ र आज चाहिँ हामी अलिकति ढिलो भएको कारणले गर्दामा चाहिँ यहाँनिर हामीले भित्र मन्दिरको दर्शन गऱ्यौँ र यहाँ हामी अर्को मन्दिरपट्टि लागिरहेका छौँ। र हामी चाहिँ यहाँबाट अहिले निस्किसकेका छौँ। र यहाँनिर देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँको हनुमानजीको मन्दिर छ। र हामीले गुरुजीहरूको आशीर्वाद लिएर हामी यहाँबाट फर्किँदैछौँ। र भिडियो के कस्तो लाग्यो है लाइक सब्सक्राइब अनि कमेन्ट्स गर्नु नभुल्नुहोला। फेरि पनि आउनेछौँ अर्को नयाँ भिडियो लिएर। धन्यवाद सबैलाई।